हाई गाइज नमस्ते म दिनेश खालिङ राई अनि आज चाहिँ झन्नै 2 वर्ष अगाडिको एउटा मेरो डायरीमा मैले नोट गरेर राखेको एउटा सानो प्रसङ्गलाई शेयर गर्न लाग्दैछु अनि जुन प्रसङ्ग चाहिँ अलिकति इन्ट्रेस्टिङ छ अनि इन्फर्मेटिभ पनि छ अनि अन्त्यसम्म सुनिदिनु होला अनि कस्तो लाग्छ अनि कमेन्ट शेयर गर्नु होला अनि यदि तपाईले मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भनेदेखिलाई सब्स्क्राइब गरिदिनु होला। के भएको थियो भनेदेखिलाई कलेजबाट फर्किदै थिए अनि कलेजबाट फर्किदै गर्ने क्रममा एकजना नेपालीसँग भेट भयो। सामान्य रूपमा हामीले इन्ट्रोड्युस गर्यौं एकले अर्कालाई अनि उहाँ चाहिँ पोखराको हुनुहुँदो रहेछ अनि मैले पनि त्यही अनुसारले मेरो इन्ट्रोड्युस गरे सामान्य रूपमा अनि उहाँ पनि सेम कलेजमा हुनुहुँदो रहेछ मै पढ्ने कलेजमा अनि सेम इयरको आई थिंक अब हाम्रो आफ्नै सेक्सन छ अनि छुट्टै सेक्सनमा रहेछ उहाँ चाहिँ अनि त्यही कारणले गर्दाखेरि सेम इयरको सेकेन्ड इयर वी आर बोथ अनि त्यही कारणले गर्दाखेरि हामीले एकअर्कालाई हामीले इन्ट्रोड्युस गर्यौं। म चाहिँ सोलुखुम्बुबाट बिलोङ गर्छु भन्दाखेरि अनि उहाँले भन्नुभयो यो सोलुखुम्बु चाहिँ कहाँ हो अनि भन्नुभयो उहाँले चाहिँ सो अनि उहाँले मात्रै हैन यो प्रश्न चाहिँ धेरै व्यक्तिहरूले मलाई गर्नु भएको छ अहिलेसम्म अनि आई थिंक तपाई यदि सोलुखुम्बुबाट हुनुहुन्छ भनेदेखिलाई तपाईलाई पनि सायद यो प्रश्न भएको हुनुपर्छ होला अनि के यहाँ जो जतिले हेर्दै हुनुहुन्छ तपाईलाई चाहिँ सोलुखुम्बु कहाँ हो भनेर तपाईलाई चाहिँ थाहा छ कि छैन सो प्रश्न तपाईलाई अनि एकदमै धेरै मानिसहरूलाई चाहिँ नेपालीहरूलाई भनौं न सोलुखुम्बु कहाँ हो भन्ने कुराहरू थाहा छैन अनि मेरो मतलब फेरि सबै कुराहरू सबैजनालाई थाहा हुनै पर्छ भन्ने पनि हैन सोलुखुम्बु कहाँ हो कुन ठाउँ कहाँ हो भन्ने कुराहरू त्यो थाहा पाइराख्नु जरुरी छ अथवा छैन त्यो व्यक्ति अनुसारको त्यो फरक हो अनि सो मलाई पनि कति कुराहरू नेपालको कति ठाउँहरू मलाई पनि थाहा छैन सो तर अनि मैले सोलुखुम्बुलाई इन्ट्रोड्युस गर्दाखेरि चाहिँ केही कुराहरू आज म सोलुखुम्बुको बारेमा तपाईहरुलाई सुनाउन लाग्दैछु सो यो भिडियो हेरेर तपाईलाई केही कुराहरू अवेयर हुनेछ। सो सोलुखुम्बु चाहिँ नेपालको उत्तर पूर्वी हिमाली जिल्ला हो यो चाहिँ पूर्वमा छ अनि जुन चाहिँ प्राकृतिक दृष्टिकोणले अत्यन्तै सुन्दर जिल्ला हो। सोलुखुम्बु चाहिँ सगरमाथाको जिल्ला हो हैन सकिगयो नि अब माउन्ट एभरेस्टको जिल्ला हो अनि जहाँ चाहिँ माउन्ट एभरेस्ट चाहिँ सोलुखुम्बुमा अवस्थित छ सो विश्वको शिर सगरमाथा चाहिँ सोलुखुम्बुमा छ अनि जुनलाई चाहिँ हामी त्यहाँको स्थानीयहरूले हामीले चाहिँ के पनि भन्छौं भने चाहिँ हामी राईहरूले चाहिँ त्यसलाई चाहिँ हामी चोमालुङमा पनि भन्छौं। त्यहाँको स्थानीयहरूले हामीले बोल्ने भाषा चाहिँ चोमालुङमा अथवा यो चाहिँ खासमा के पनि मान्यता छ भन्दाखेरि चाहिँ टिबेटियनहरूले चाहिँ खासमा सगरमाथालाई चोमालुङमा भन्दो रहेछन् भन्ने कुराहरू पनि सुन्नमा आएको छ। खै कसरी जस हामी त्यहाँनिर जो हामी राईहरू छौं सायद त्यसको प्रभाव हुनुपर्छ अथवा रिजन चाहिँ थाहा छैन तर वी आर से चोमालुङमा पनि है त अनि सगरमाथा जे भने पनि माउन्ट एभरेस्ट भने पनि जहाँ चाहिँ सोलुखुम्बुमा छ सोलुखुम्बुलाई चाहिँ हिमालहरूको राजधानी पनि भनेर भनिन्छ अनि 8000 भन्दा बढी उचाइमा रहेको 7 वटा हिमालहरू पनि सोलुखुम्बुमा अवस्थित छन्। 8000 भन्दा अग्लो हिमालहरूको नाम चाहिँ यस प्रकार छन् माउन्ट एभरेस्ट साउथ पिक माउन्ट लोत्से सार पिक लोत्से न्याप पिक लोत्से मिडल पिक एन्ड चोयु है त अन्य सामान्य अरु नर्मल पिकहरू माउन्टहरू पनि धेरै नै छन्। सो यो चाहिँ 8000 भन्दा माथि रहेको माउन्टहरू पनि 7 वटा चाहिँ सोलुखुम्बुमा अवस्थित छ। अर्को कुरा चाहिँ सोलुखुम्बु किन फेमस छ भन्दाखेरिलाई चाहिँ सोलुखुम्बुमा अवस्थित लुक्ला एयरपोर्ट चाहिँ संसारकै डेन्जरस एयरपोर्टमा एक लुक्ला एयरपोर्ट यो चाहिँ संसारलाई नै थाहा छ अनि तपाईले गुगलमा सर्च गर्नुभयो भने वर्ल्डको सबैभन्दा डेन्जरस एयरपोर्ट चाहिँ कुन हो भन्दाखेरि चाहिँ लुक्ला एयरपोर्ट दिन्छ अनि यो चाहिँ रियालिटी हो अनि एकदमै धेरै एक्सिडेन्ट हुने अनि एकदमै डेन्जर एयरपोर्ट चाहिँ लुक्ला एयरपोर्ट। नेपालको सबैभन्दा धेरै एयरपोर्ट हुने जिल्लाहरू कुन हो भन्दाखेरि चाहिँ सोलुखुम्बु है त अनि सोलुखुम्बुमा चाहिँ 5 वटा एयरपोर्टहरू छ अनि जुन चाहिँ नेपालमा अरु जिल्लाहरूमा 5 वटा एयरपोर्टहरू छैनन् जुन चाहिँ सोलुखुम्बुमा मात्रै छ। झन्डै 3500 मिटरमा अवस्थित नाम्चे बजार
एकदमै फेमस छ संसारभरि नै अनि यो चाहिँ एकदमै व्यवस्थित अनि एकदमै पपुलर बजार एउटा हुन्छ नि त एउटा सिटी भनौँ न हैन नाम्चे बजार अनि यो चाहिँ वर्ल्डमा एकदमै फेमस छ यो पनि तपाईहरुलाई जानकार गराउन चाहन्छु सोलुखुम्बु जिल्लाको सदरमुकाम चाहिँ सल्लेरी है त अनि सल्लेरी अनि तपाईले नभुल्नु होला अनि सल्लेरी एकदमै ब्युटिफुल छ यदि तपाई सोलुखुम्बु जानु भयो भनेदेखिलाई चाहिँ यहाँ चाहिँ एकदमै धेरै कुराहरु फेमस छ यहाँको सुन्तला यहाँको स्याउ यहाँको आलु एकदमै मिठो छ अनि यहाँको खानेकुराहरु अर्ग्यानिक छ तर सोलुखुम्बुमा अर्को कुरा चाहिँ हावा पनि एकदमै फ्रेश छ सायद संसारमा सायद कुनै ठाउँ त्यस्तो फ्रेश हावा छ भन्देखिलाई चाहिँ आई थिंक सोलुखुम्बु किन भन्देखिलाई हामी काठमाडौँबाट यदि हामी सोलु जान्छौं भन्देखिलाई चाहिँ हामी जब सोलु पुग्छौं त्यहाँको हावा छुट्टै बग्छ के त्यहाँनिर एकदम फ्रेश हावा चिसो ओ कति आनन्दको हावा छ अनि त्यस सँगसँगै अब त्यहाँ चाहिँ एकदमै फेमस चाहिँ छुर्पी छ हो तपाई यदि सोलुखुम्बु जानुभयो भनेदेखिलाई तपाईले छुटाउनै नहुने कुरा चाहिँ त्यहाँको एउटा ट्रेडिसनल चिया छ जुन चाहिँ सुचिया भन्ने अनि यो चाहिँ तपाईले पिउन नभुल्नु होला सोलुखुम्बुमा चाहिँ एकदमै फेमस एकदमै मिठो हैन सुचिया चाहिँ तपाईले पिउन नभुल्नु होला यो पनि एकदमै फेमस छ सो आज तपाईहरुलाई सोलुखुम्बुको बारेमा केही कुराहरु मैले जानकारी दिए अनि तपाई यदि सोलुखुम्बुबाट हुनुहुन्छ होला अथवा कुनै अन्य ठाउँबाटै हुनुहुन्छ होला सो तपाईलाई के कति कुराहरु थाहा थियो होला अनि अझै धेरै कुराहरु छुटेको होला तपाईले यदि छुटेको चाहिँ तल कमेन्टमा लेखिदिनु होला थ्यांक यू सो मच